जापान कि कोरिया जानु भएको छ है त्यो दाइ के त्यहाँ जहिले कोठामा बसेर एक्लै एक्लै पुरा गनगनाइराख्नुहुन्छ नि त्यहाँ दाइको बोली बोल्छ है त ए आमा नि के भएको मेरो कपाल त फिलित्तै खुल्के छ नि हो विदेश आएको त लौ न नि मेरो कपालमा त आँखा पो लागेछ कि क्या हो विदेश आएकोदेखि त झरेको गर्छ कुन दिन म गन्जा भएर फर्किन्छु होला नेपाल त मेरो कपाल त सकिन लाग्यो नि हो के गर्ने होला नि लौ नि कसैले उपाय सिकाइदेऊ न अब दाइको नर्सहरूलाई भाउजूहरूलाई रोप्न लगाउनु पर्ला जस्तो छ मेरो कपाल आमा लौ नि कपालको अनिकालले लाग्ने भयो मलाई त यो मुछाको पुच्छा जस्तो हुन लागिसक्यो कपाल झरेर के गर्ने होला नि यहाँ त तात्तै सेतो थाप्ला देखिन्छ झन् पहिले नै चाँडा पनि ठुलो छ र पैसा मात्र कमाएको भनेको त यो पैसाको साथमा त मेरो कपाल भरि लाग्ने भयो त ए भगवान भन्न बिर्सिनु भयो कि